हेलो साथीहरू, आज चाहिँ म तपाईहरुलाई खुर्सानी कटिङ गरेर देखाउँछु। आज चाहिँ म खुर्सानी रोपेर नि अलि धेरै नै भयो। अस्ति गरौँ भनेको अलि भ्याएन, त्यस्तै बिजी व्यस्तताको कारणले आज चाहिँ यसो धेरै नै लामो भइसकेछ। फेरि आज म तपाईहरुलाई कटिङ गरेर देखाउँछु। खुर्सानी कटिङ गर्दाखेरि कसरी भन्दाखेरि यो जुन भाग चाहिँ छ, यो भाग चाहिँ यो कलिलो भाग चाहिँ यो पात हुन्छ नि, जुन कलिलो पात छ त्योसम्म काटेर फाल्दिने यसरी यसरी यसरी। अनि अर्को लामो लामो भइसकेछ। फेरि खुर्सानी लामै अलि अर्को भएरै रोपे हो। यो पनि यसरी मैले चाहिँ कैँचीले गरेछु, हातले नै हुन्थ्यो तर नङले असर हुन्छ रे, अनि कैँचीहरू आसियाहरू नि फेरि त्यो खिया लागोहरूले चाहिँ अलि असर हुन सक्छ रे। त्यही भएर मैले चाहिँ अब काटिरहेको युज गरिरहेको कैँची हो, अलि सफाइ छ, नयाँ नै हो। यसरी यो कलिलो जुन चाहिँ कलिलो पात हुन्छ नि, कलिलो पातसम्म चाहिँ काटेर फालिदिने हो क्या। यस्तरी काटेर फाल्यो भने जस्तै यो कलिलो पात छ, यहाँसम्म कलिलो पात छ, यसरी काट्यो। यसरी काटेपछि यसरी अलि कटिङ गर्न अलि ढिला भएछ के। यो चाहिँ यो तलबाट हाँगाहरू आछ। अब यो हाँगाहरू छिट्टै बढेर आउँछ, यो काटिदिएपछि छिट्टै बढेर आउँछ। यो काटेन भने यो माथि माथि हुँदै जान्छ, बोट चाहिँ अल्को हुन्छ तर फल धेरै दिँदैन के। अब यस्तो गरेपछि यताबाट हाँगा आउँछ, यो आउँछ, यो आउँछ, अरू ठाउँबाट नि हाँगा आउँछ, हाँगा बनाउने हो क्या। यो 2G कटिङ, 3G कटिङ त्यस्तो हुँदो रहेछ यो खुर्सानीको नि। अब यसरी हाँगा बनाएर ठिक्कको आफूलाई जस्तो उपयुक्त हुन्छ त्यस्तो बनायो भने राम्रो फल दिन सक्छ। ल साथीहरू, त्यस्तै भिडियोलाई माया गर्दै गर्नु होला। फेरि पनि भिडियोहरू बनाएर ल्याउने छु, रोपेको देखाउने छु, ड्याङ बनाएको देखाउने छु। अझै रोप्न बाँकी छ मेरो। त्यही भएर आजभोलि अलि धेरै नै बिजी भनौँ न, बिजी एकदम बिजी छौँ। यो चाहिँ हिजो अस्ति रोपेको तलसम्म हो मेरो। ल साथीहरू, बाई बाई।